बिचरा यो नानी बाबुहरूको बुवाले कलिलै उमेरमा संसार छोडेर गएपछि 4 सन्तान र श्रीमतीको अहिले बिचल्ली भएको छ। अरूको घरमा बस्छन्, अरूले दिएको, अरूले फालेको कपडा लगाउँछन्। यो कसको फोटो हो थाहा छ? यो बाबाको। यो कारुणिक दृश्य दाङको बङ्गलाचुली गाउँपालिका वडा नम्बर 6 को रिभान भन्ने ठाउँको हो। तिमीले लगाएको चाहिँ कसको कपडा हो? अर्काको हो। तिमीले लगाएको कसले दिएको? अरूले दिएको। सबै अरूले हो। अनि नयाँ कपडाहरू तिमीले लाउन पाछौ कि छैनौ? छैनौ? नयाँ लाउन मन लागे हुन्छ, मनमा लाग्छ कि लाग्दैन बाबुलाई? लाग्छ। तिहार दसैँ आउन लाग्यो, तिज आउन लाग्यो भन्छन्। अबुरले राम्रो लागेको देखेर हामीले पनि लगाऊँ भन्ने मन लाग्छ भन्छन्। अबुरले मासुहरू खान्छ भन्दाखेरि खाम मम्मी भन्दा पनि मेरो 1 रुपियाँ हुँदैन मेरो पासमा। एकल आमाले घरमा रहेका 4 जना बच्चाहरूलाई मासु खान मन लाग्दा समेत मैले मासु खुवाउन सकेको छैन भन्ने यो शब्द सुनिसकेपछि म आफै पनि भावुक भएँ। यसले मासु त आउला नि हैन? एक छाक मासु आउँछ ल। के खान्छौ बाबु भन त? के खान्छौ? मकै खान्छौ? अनि पढ्छौ तिमीले? कतिमा? 2मा। 2मा? अनि पढ्न मन छ? ठुलो हुन मन छ पढेर? के बन्ने पछि पढेर ठुलो भएर भन त? पुलिस बन्ने? यो बच्चाहरूले लगाएको कपडा कहिले पनि यिनीहरूले नयाँ कपडा होइन, अरूले दिनुभएको कपडा हो। अनि दिदीले चाहिँ कहाँबाट लिनुहुन्छ? हजुरले किन्नु भएको हो कि हजुर लाउनु भएको? अरूले दिएको, यो पनि मेरो दिदीले दिएको। यो पनि अरूले दिनुभएको हो? हजुर। भनेपछि तपाईँहरूले आफ्नो लागि अहिलेसम्म कपडा किन्न पाउनु भएको छैन? मैले कहिले पनि किन्दैन, आफ्नो अरूको मात्र लगाउँछु मैले। त्यो किन? पैसा नभएर हो? पैसै नभएर दुखी मान्छे भएपछि अरूको काम गर्दै खाँदै गर्ने, त्यही भएर अरूले दिएको तिनी लगाउँछौँ, हामीले त्यही गर्छौँ। 4 जना साना बालबालिकाको शरीरमा कपडा छ। त्यो सबै कपडा अरूले दिएका महिला कपडा हुन्, जुन महिला कपडाहरू अहिले बच्चाहरूले लगाइरहेका छन्। उनै सन्तानको आमा जसले केही समय अगाडि श्रीमान गुमाउनु भयो, ती आमाले पनि अरू कसैले दिएको कपडा लगाएर अहिले शरीर ढाकिरहनु भएको छ, लात छोपिरहनु भएको छ। बस्नको लागि आफ्नो घर छैन।